Hello guys, welcome back to my new vlog. र यो चाहिँ मेरो फर्स्ट भ्लग हो यो च्यानलको। अब कस्तो के हुन्छ मलाई थाहा छैन, त्यही पनि हेरिदिनुहोस् होला राम्रोसँगले है। अनि लाइक एन्ड सेयर सब्सक्राइब हानिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अब के कस्तो हुन्छ भिडियो हेर्दै जानु होला। बब्बल हुनेछ भिडियो। अहिले चाहिँ हामी ठक्कसँगले झुप्पे जानुको लागि रेडी हुँदैछु। यो ट्रेन बनाउनु छ सत्य। This is Paul and this is me before the hike. ओके, यहाँ चाहिँ हाम्रो सबैभन्दा खतरा हाम्रो लिडर, सबै टटफट देखाउने। अनि हाम्रो मामा पुस्करहरू सबै सेट छ। अहिले चाहिँ हामी ठक्कसँगले त्यो डाँडा माथि जानुपर्ने हुन्छ। ठक्कसँगले डाँडामा त्यो डाँडामा त अहिले यहाँ केटाहरू हिँड्दैछ। छोड्न ठक्क हिँड्दैछ। मेरो गेटअप देखेको जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ बरकोटको पुलदेखि माथि हिँड्दैछौँ। तल बाटो हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ हामी माथि पुगिसक्यो। अहिले झुप्पे पुरा 1 मिलियन फलोवर्स भयो जस्तो क्या। नयाँ 20 मिलियन हो। बिलियन ट्रिलियन इन्फिनिटी नै हो नि हो। अहिले चाहिँ हामी यतिर म यतिसम्म पुग्छु लगाइस हो। म माथि जाँदैछु। केटाहरू ठक्क हिँड्दैछ। अनि पल सर खै गेटअप ए ल आमा गेटअप त वान छ नि हौ सरको त। सर एक लुक्स सर भुजा बोकेर नि देखाइदिनु। ओ भुजा बोक्न ए ल केटाहरू के भएको भुजा छोडेर सर माथि जाँदैछु केटाहरू चाहिँ। ओ हाल्नु एउटा ब्यागमा। आमा केटाहरू कस्तो हामी माथि जाँदैछु। भ्यू हेर्नु सक्नुहुन्छ। बब्बाल भएर छ, घाम निक्लिरहेछ ठक्कसँगले। केटाहरू सुजन केही भन्दै त ठेरिका सक्यो होइन। ल पल सर तपाईँ 2 शब्द। सक्यो ल 2 शब्द सक्यो। अहिले चाहिँ हामी जङ्गलमा ठ्याक्कसँगले हिँड्दैछ। अगाडि हिँड्दैछ यता केटाहरू अगाडि हिँड्दैछ। यसो छ बाटो जङ्गल। हामी माथि पुग्नुपर्ने। कहाँ हो त्यता तलतिर हिँड्दैछ। गाह्रो बाटो हेर्नु सक्नुहुन्छ। अब्बर चिप्लो छ बाटो। अगाडि सुसन हिँड्दैछ। अनि यता भ्यू बब्बाल छ भ्यू। म अगाडि भेट्छु ल, तपाईँसँग अपडेट दिँदै जानेछु म। चाहिँ हामी टक्कसँगले जङ्गलदेखि निक्लेर पिच रोड आइसक्यौँ। उयाँदेखि निक्लेको उयाँ पुग्नुपर्ने हामी। खोइ थोडा देखा त यता खतरा। अहिले हामी ठक्कसँगले हिँड्दैछौँ। ओभर गर्नु भइसक्यो गाइस होइन। हिँडेर उकालो यो डाँडामा पुग्नुपर्ने हामी। अहिले केटाहरू हिँड्दैछौँ त्यता। अब हामी नेक्स्ट भिडियोमा भेट्ने बोल्दैछ समीरले। किन दुख्छ होइन नि संयोग पसल के नुन लाग्यो नुन खोर्सानी खतरा ल खानु आमेलु चटपटे खाम चटपटे बाबा एकदम अमिलो पिरो टस्ट झन्डा थियो अहिले झन्डा रहेन रहेछ यहाँ झन्डा थियो अहिले छैन झन्डा
होटेलहरु त चलेको रहेन रहेछ राम्रो त्यो रिसोर्ट हो उहाँ चढ्दिउँ न हैन उहाँ अहिले पढ्नु जाँदैछौँ यो कहाँ गएको हो नि गाइस हेर्न सक्नुहुन्छ भ्यू भ्यू त के भन्ने हुस्से लगाएर सबै हैन साथीहरु चढ्दिउँ न केटाहरु यहाँ आउँदैछ अब्बा केटाहरु यहाँ तलबाट आउँदैछ बब्बा डाँडा जुप्पेमा ठक्क केटाहरु यहाँ तल कहाँ पुगो यहाँ तल आउँदै थियो भ्यू त के देखाउने सबै हुस्सेले छैन हुस्सेले सबै आज हामी यहाँ छ हाम्रो स्पोट खाना खाने भन्दा नि अब खाजा साजा त्यसै पप्पा गर्मी होइन ओ चाहिँ हामी तल झर्दैछौँ ओ चाहिँ सेकुवा पोलेर ठक्कसँगले खाने हो करेन्ट सेकुवा पोलेर यहाँ डटफट हुँदैछ अहिले त फोन फोटो खिचौँ टोकिदिएको कि म त साइकको छु ल सरी लिन भाइ फोटो खिचौँ त्यही तेरोबाट किन अब यहाँ आमाले डटफट हान्दैछ के यहीँ हो हाम्रो स्पट माथि हो यहाँ ढुङ्गा खोज्दैछौँ अब यहाँ हामी यहाँ बस्दैन नि त माथि हो नि त ठाउँ यहाँ ढुङ्गा खोज्नु त्रङ बब्बाल हुनेछ भ्यू हेर्नु सक्नुहुन्छ भ्यू बब्बाल साथीहरु र अहिले चाहिँ हामी ठक्कसँगले हाम्रो स्पोटमा आइसक्यौँ अब यहाँ यो ठक्क पकाएर खाने सबै गर्ने यहीँ अनि पाउचहरू यहाँ आउँदै हुन्छ अहिले चाहिँ हामी अब यहाँ यसो बन्दोबस्त गरेर यस्तो डाँडा मामा आउँदैछन् केटाहरू बब्बाल स्पोट त आयो अब हामीले अब चेरी ब्लोसमको अब यहाँ हामीले पकाएर खाने सबै गर्ने केटाहरू आउँदैछ ऊ तलतिर आइन्छ केटाहरू आउँदैछ तल केटाहरू आइज टेरीका अब चाहिँ हामी यहाँ पल्सर कस्तो भयो रमाइलो ए धरान सबै छेकेको छ यो भ्यू दामी छ अनि यो चाहिँ के को बोट हो फेरि के को बोट हो यो गाइस भन्नुहोस् ला खतरा भ्यू त सबै छेकिदिएको छ नि गाह्रो होइन आउनु पनि पकाउने सकाउने ठक्क खाने अनि चल्दैन अहिले चाहिँ साथीहरू आगो बाल्दैछौँ आगो नबालेर मर्नु आँटेको आगो बाल्दैछौँ यहाँ हामी ल अन्डा यहाँ फुटेर के गर्नु अब यिनीहरू टपी रेस खेल्ने भएको अरे अन्डा फुटेर हेर्नु न यति अन्डा ओ के हो यो त उयो हुन आँटेको थियो कि यो निक्लिन आँटेको थियो कि यो यार अन्डा फुटेर यहाँ चाहिँ हाम्रो गिटारिस्टहरू बल्लो आगो आगो ए बले छ त आगो बले हो चाहिँ कस्तो हो सर भ्यू हेर न भ्यू पुस्कार उतालाई सम्झाउ न त्यो अन्डा अब आगो के फ्याक्नु आँटेको यसरी बाल्ला धेरै खोज्नु अनि फोटो लगाइदैन बास भताइदिनु अब कहाँ खोज्नु पनि हाम्रो यहाँ दाउरा खोज्नु गइन्छ यस्तो दाउरा अब
भाँचिन्छ दाउरा आमाको के साह्रो घार यो आमाको सेकुवा निक्लिसकेको छ यो सेकुवा 4 केजीको बाल ल अहिले चाहिँ अब मासु हालिन् अब मासु हालिँदैछ ल हाल्यो हाल्यो ल ल बब्बा तातिसक्यो होला अहिले चाहिँ मासु हालिसक्यौँ अब बब्बाल हुन्छ अब बोसो कति झर्छ अब यहाँ हेर्नु अब बोसो त हेर्नु न आमा बोसो त बोसो त बोसो त के हो यार बस त मामा झन् चर्किनु थाल्यो त पड्केर ऊ छिटेला नि ब्राम ब्लुम खतरा हाल गाइस हाम्रो यहाँनिर सेकुवा पाक्नु आँटिसकेको छ बब्बाल बोसो निक्लिसक्यो हेर्नुहोस् बोसो यति धेरै छ अर्को यहाँ चाहिँ भर्खर हालेको हो उहाँ चाहिँ कुकम्यान हुनुहुन्छ सेकुवा पकाउने मान्छे जस्तै सेकुवा पनि सेतो छ बोसो चिम्टा हेर्नु सक्नुहुन्छ तपाईँ यहाँ गाइस तपाईँहरू देख्नु सक्नुहुन्छ यहाँ हाम्रोसँग करेन्ट पनि छ चट्ट लाएर उहाँ चाहिँ करेन्ट बनाउने मान्छे चट्ट लाएर हेर्नुहोस् करेन्ट हामीसँग 3 प्याकेट जति करेन्ट छ ज्याकपोट पनि छ ल यहाँ यो चाहिँ सेकुवा बनाउनेहरू हो हेर्नु सक्नुहुन्छ ल अहिले चाहिँ हाम्रो भागभन्डा गर्ने यो खाने समय भएको छ ल यहाँ आमामा खानुको लागि यो ल ल ल आमामा खानु ल खानुको लागि दामी हो मिठो बनाएर खाने होइन ल भाग्ला त बब्बाल भइरहेछ बब्बाल बब्बाल सेकुवा त झन् दामी सेकुवा त झन् यहाँ चाहिँ अन्डा छ है ल अहिले चाहिँ हामी खाँदैछौँ यहाँ सेकुवा यहाँ छ म खाइसकेपछि मात्र भेट्छु ल अहिले चाहिँ हामीले सबै खाइसकेर सबै भाइसक्यौँ भाइसक्यो यहाँ खाँदैछ बब्बा अहिले चाहिँ खाइसकेर यहाँ गीत गाउन आँटेको छु म हामी ग्रुप सिङ्गिङ गर्न आँटेको भ्यू त वान देखिरहेछ यहाँ गीत गाउन आँटेको हस् भन्नुहोस् अहिले चाहिँ हामीले खाइसकेर सबै खाइसकेपछि यहाँ केटाहरू गीत गाउँदैछ अब यो उयो आउँदैछ अब यो चाहिँ थालहरू पुऱ्याउनु पर्नेछ यो चम्ची पनि उतैको हो चम्ची कसको चाटचुट बनाइदिइसकेको छ यार साथीहरू कुकुरले हो अब चाहिँ हामी भाडा पुऱ्याएर छौँ दाउरा किन अब यो दाउरा नि हो पुऱ्याइदिन्छु म अब चाहिँ हामी जाँदैछौँ हामी सबै सामानहरू पुऱ्याइदिएर फेरि फर्किनेछु यहाँ आउँदैछ ओ छिराज आउँदैछ एउटा बोतल मात्र लिएको लिएको थियो त 4 बोतल लिएर आइज न ए ल यहाँ त के हो के ल्याएको छ यो भाडासाडाहरू सबै पुऱ्याइदिनु जानुपर्ने छोड्दै 2टा मात्र ल्याइदेऊ
के यस्तै छ पुऱ्याउनु जे होस् दिमाग चाहिँ छ क्या मेरो साथीको यस्तो बादल लागिरहेछ नि उहाँ पर एउटा घर छ हौ होटेल जस्तो के हो भने बब्बाल भ्यू देखिरहेछ गाडी सानो पर्ने पहिला के भन्छ अरे यो के छ यहाँभित्र मन्दिर होला यहाँभित्र चाहिँ मन्दिर छ एउटा मन्दिर तर त्यहाँ चाहिँ छिर्नु दिँदैन अब मान्छेले नै दिँदैन छिर्नु सबै गेट सेट यस्तो जाली साली सबै लगाएर छ वरिपरि नै छिर्नै दिँदैन बब्बाल भयो है बब्बाल भयो तेरिका सेकुवा तामा छ्याल फ्याल हो करेन्ट पनि बाफ्रे बाफ कुकुरले खाइदियो आमा आधी जति त आधी थोरै त त्यता जानुपर्ने हामीले पुऱ्याउनु पर्ने सबै सामानहरू यस्तो गएर यस्तो गाह्रो छ कि आमा उता त झन् डाँडै देखेको छैन सबै हुसे लागिरहेछ क्या उता त केही देखेकै छैन उता त यता नि हुसे लाग्नु नि दामी हुन्छ क्या यतानिर चाहिँ एउटा बाटो कहाँ जाने हो नि कता यताबाट घुमेर आएको ए अन्त होटेल अनि त होटेल यहाँ पर ए डाँडा काँडा चढेर आमा यो दाउरा त ल कस्तो 2-4 दाउरा बोक्नु पनि गाह्रो हुँदो रहेछ के गर्नु ल झरेको गर्छ त ल हिँड्न के भयो म त आइहाल्छु नि कहाँ पुऱ्याउनु पर्यो तै होटेलमा उहाँ गोरुहरू रहेछ गोरुहरू चर्दैछ अनि उहाँ होटेल रहेछ गोरुहरू मस्त पुरै त्यहाँ पराल खाँदै रहेछ त्यता भ्यू देखिरहेछ उहाँ पुऱ्याइदिनु पर्ने रहेछ के हो उहाँ रहेछ पुऱ्याइदिनु पर्ने यहीँ फालिदिउँ यो दाउरा चाहिँ यहाँ फालिदिनु ल रोज बब्बाल रोज होइन धुइदिएर जानु नि के अनि यता चाहिँ उयो भेलेटार हो तर देखेकै छैन सबै हुसे लागिरहेछ क्या कुहिरो लागिरहेछ ऊ परतिर आमा कुहिरो लागेर के यहाँजना केही भन्न अब यसको बारेमा के भन्नु यसको बारेमा यता भेलेटार स्काई वक पनि अघि देखिरहेको थियो अहिले त हरायो पुरानो घरहरू हेर्नु न यस्तोहरू गोठ यहाँ छ बाख्राको यो खाना होला नि ठाक्रो ए उहाँ रहेछ किवीको पनि हुन्छ नि यस्तो थाक्रो अब तैँले कहाँ ल्याइसौ त्यो तलेको अब यहाँ चाहिँ पुरै इस्कुसहरूको अब कहाँ चढिँदैछ आमामा ओए ए पानी चाहिँ नलिएको अनि नखानु ए कस्तो रहेछ यो त पानी त खानु त पाइँदैन पानी खाऊँ भनेको त सिस्नो है यो चाहिँ साथीहरू यसले चिलो भने चाहिँ मार्छ कसम उपर पोल्छ अनि पोलिसकेपछि सिगान लाउनुपर्छ निको हुन्छ होइन सक्यो सिगान लाउनुपर्छ स्या पार्दै डब्बल निको हुन्छ कहाँ ल्यायो यसले त ए यता सर्टकट ल्याएछ नि त बाबुले यता डुल्दै हामी जाँदैछौँ ए बाबा
समेक चाहिँ अगाडि अगाडि हिँड्दैछ दादा बनिनु खोज्दैछ क्या यो कुन बेला पिटेर म दादा हुने गरिहाल्छु ओ बादलहरू पनि खतरा लागिरहेछ बब्बाल बादलहरू हेर्नु न बादलहरू बब्बाल देखेको छैन त केटाहरू यहाँसम्म सुनिरहेछ र गीत गाएको आमा केटाहरूको स्वरै खतरा क्या यहाँसम्म सुनिरहेछ गीत गाएको अन्त बब्बाल बादल लागिरहेछ क्या हेर्नु न बब्बाल बादल हेर्नु न नाइस 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 बब्बाल बादल लागिरहेछ अहिले चाहिँ यहाँ हेर्नु बब्बाल बादल हो सो अनि यहाँ चाहिँ यसरी दाउराहरू यसरी काटेर राख्छ अनि त्यहाँ चाहिँ चिरा पारेर अनि यता जो सेकुवा पोल्नु आउँछ हो त्यसलाई बेच्छ अब यस्तै छ अब बिजनेस क्या यताको चाहिँ होइन सम्यक अब यस्तो काट्छ अनि त्यसपछि राख्छ अनि त्यसपछि अब जो सेकुवा अब पोल्नु आउँछ नि अब दाउरा चाहिन्छ नि त अब सेकुवा पोलेपछि त अनि ठक्क बेच्छ अब बिजनेस क्या बिजनेस खतरा हो क्या अब यता त अब यस्तोहरू अब बाख्राहरूलाई खतरा हेर्नु न आइडिया सबै फार्महरू सामहरू सबै छ त्यहाँबाट डुल्दै 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 हिँड्दैछ डक्स अब यहाँ पानी खान्छौँ हामी सबै छ सबै त हुन्छ त पानी यो चाहिँ बन्द रहेछ नि तर अब यहाँ पानी खान्छौँ हामी पानी खायो उयो कुखुराहरू हेर्नु न बब्बाल कुखुराहरू चल्लाहरू आमा पोथी बाली यहाँ केटाहरू गीत गाउँदैछ आफ्नोको तालमा छ क्या त्योहरू चाहिँ सबै सक्यो होइन अब हामीले खाइसक्यौँ घुमिसक्यौँ अब सबै फोटोसोटो खिचिसक्यौँ अब चाहिँ हामी घर जाँदैछौँ घरतर्फ अब ओह्रालो छ बाटो अघि चाहिँ उकालै त्यो बाटो गाह्रो थियो अब चाहिँ ओह्रालो छ अहिले चाहिँ म घर आइसकेँ अब बाटोमा त भ्लग गर्नु पाइनँ किनकि मेरो फोनको चार्ज सकेको थियो त्यही भएर गर्नु पाइनँ अब घर आइसकेँ अब तपाईँहरूलाई कस्तो के लाग्यो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हुन्छ बब्बाल सक्यो अब यति हो भ्लग बाई।